हेलो गाइज वेलकम टु माई मिनी ब्लग। मैले चाहिँ हिजो माइती घरदेखि लिएको रोटी तताएर मेरो बुढालाई बिहान बिहान उठेर खाना दिएको। अनि मेरो बुढाले चाहिँ मस्त खाना लाग्नुभयो। अनि बुढालाई चाहिँ एकदमै मनपर्छ सेलरोटी र सेतो चिया। अनि आज चाहिँ यही तरकारी टिपेर पकाउनु पर्यो भनेर म चाहिँ हेर्दै थिएँ के रहेछ भनेर। अनि कस्तो राम्रो भएको रहेछ कि यो फर्सीको मुन्टाहरू पनि कति धेरै पलाएको रहेछ। अझ अस्ति नै टिप्दिन पाएको भए झन् कति हाँगाबाङ्गा हुन्थ्यो होला जस्तो लाग्यो। अब के गर्नु, आफू थिएन है। र पनि मेरो बुढाले चाहिँ पानी हालिदिइराख्नु भएको रहेछ। यो गर्मीमा पनि कस्तो राम्रोसँग फैलिसकेको कि सबै कुराहरू बढेको। अनि मैले चाहिँ यति गाबा टिपेँ। अनि टिपेर चाहिँ मैले तरकारी खाना पनि रेडी गरेँ। अनि मैले चाहिँ दिएँ मेरो बुढालाई खाना खान। अनि बुढाले चाहिँ खाना खानुभयो। अनि खाना खाएर चाहिँ आफ्नो ड्युटीमा जानुभयो। म चाहिँ बाहिरबाट यसरी हेरेको कति ठुलो भएको कि यिनीहरू त। म 11 दिन बसेर 11 दिन भन्दा नि 9 दिन भनौँ, एक दिन जान एक दिन आउन, बाँकी चाहिँ 9 दिन बसेर आउँदाखेरि त यत्रो ठुलो भएको कि अस्ति जाँदाखेरि चाहिँ यत्रो सानो थिएँ। म त डबलै बढे जस्तो फिल भयो। खाजा खाने टाइम भएको थियो। मैले चाहिँ बुढोलाई खाजा खान दिएँ। अनि मैले हिजो लिएको स्ट्रबेरी कति राम्रो थियो हेर्नु न, आज त्यस्तो भएछ सुकेर। त्यही पनि लगाइदिएँ, जागे जाग्छ मरे मर्छ भनेर 3 ठाउँ छुट्टा छुट्टै। अनि चाहिँ खानामा चाहिँ रोटी बनाउनुतिर लागेँ। मेरो बुढाले चाहिँ धेरै भएको थियो अरे रोटी नखाएको। रोटी पनि कसले बनाइदिएर खानु के, बनाइदिने मान्छे माइत भाग्ने। अनि त्यसपछि आज आएर मात्र बनाइदिन लाग्यो कि म, त्यही भएर गुनासो पोख्दै हुनुहुन्थ्यो, तिमी गएदेखि चाहिँ रोटी बनाएर खानै पाएको छैन भनेर। खाएको भए भइहाल्थ्यो नि भनेको, बिचरा के को खानु है। हामीलाई त कति अल्छी लाग्छ, केटा मान्छेलाई त झन् त्यस्तै हो। मेरो रोटी पनि रेडी भयो। अनि मैले चाहिँ अघि नै तयार गरिसकेको थिएँ तरकारी। अनि चिया पनि खाने भन्नुभयो। अनि मैले चाहिँ चिया पनि बनाएर खान दिएँ। एकदमै मिठो भएको छ भन्दै हुनुहुन्थ्यो मेरो बुढोले। जे बनाएर दिए पनि एकदमै मिठो लाग्छ उहाँलाई। अनि यसरी चाहिँ हामीले चाहिँ खानासाना खायो। अनि म चाहिँ बाहिर गएर यसो हावा खान्छु भनेको कस्तो मजाले हावा लागिरहेको रहेछ कि बाहिर त। अनि आजको दिन चाहिँ यसरी नै बित्यो मेरो। तपाईँहरूको चाहिँ कसरी बित्दैछ? थ्याङ्क्स फर वाचिङ गाइज।